नमस्कार, म महादेव पन्थ, राष्ट्रपतिको कार्यालयको सचिव। सम्माननीय राष्ट्रपतिज्यूको अनुमतिले म नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरू, प्रतिनिधि सभामा विपक्षी दलका माननीय नेताज्यू, संसदीय दलका नेताज्यू, मान्यज्यूहरू, राष्ट्रिय सभाका उपाध्यक्षज्यू, सम्माननीय राष्ट्रपतिज्यूको विज्ञज्यूहरू, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरू, संवैधानिक निकायका प्रमुखज्यूहरू, न्याय परिषदका सदस्यज्यू, माननीय महान्यायाधिवक्ताज्यू, उच्च अदालत पाटनका मुख्य न्यायाधीशज्यू, प्रशासकीय अदालतका अध्यक्षज्यू, श्रीमान मुख्य सचिवज्यू, श्रीमान प्रधान सेनापतिज्यू, संघीय संसदका महासचिवज्यू, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारज्यू, नेपाल सरकारका सचिवज्यूहरू एवं विशिष्ट श्रेणीका पदाधिकारीज्यूहरू, विशेष अदालतका अध्यक्षज्यू, सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख स्वकीय सचिवज्यू, नेपाल बार एसोसिएसनका अध्यक्षज्यू, शीर्ष निकायका प्रमुखज्यूहरू, सञ्चारकर्मीज्यूहरू, उपस्थित विशिष्ट महानुभावहरू, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 129 को उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश डाक्टर मनोज कुमार शर्माज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा 2083-25 मा नियुक्त गर्नुभएको छ। सर्वोच्च अदालत ऐन 2048 को दफा 8 मा प्रधान न्यायाधीशको पदमा नियुक्त व्यक्तिले राष्ट्रपति समक्ष शपथ लिनुपर्नेछ भन्ने व्यवस्था भए बमोजिम आज यो समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माज्यूबाट शपथ ग्रहण हुने कार्यक्रम रहेको छ। यस शपथ ग्रहण समारोहमा राष्ट्रपतिज्यूको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक स्वागत गर्दछु। अब म सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रधान न्यायाधीश पदको पद तथा गोपनीयताको शपथ लिनु हुन नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु कि ईश्वरको नाममा शपथ लिन्छु कि नेपाली जनता प्रचलित संविधान तथा अन्य कानूनप्रति पूर्ण निष्ठावान रही आफूले ग्रहण गरेको प्रधान न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरीत नहुने गरी कसैको डर नमानी मलाई या पक्षपात द्वेष वा लोभमा नपरी ईमानदारीका साथ पालन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई ज्ञात हुन आएको कुरा प्रचलित कानुनको पालना गर्दा बाहेक म बहाल रहेको वा नरहेको कुनै पनि अवस्थामा प्रकट गर्ने छैन। सम्माननीय प्रधान न्यायाधीशलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु।
सम्माननीय प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माज्यूबाट प्रधान न्यायाधीश पदको पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। सम्माननीय प्रधान न्यायाधीशज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। अब म सम्माननीय प्रधान न्यायाधीशज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग परिवारजनसहित सामूहिक तस्बिर लिने प्रयोजनका लागि सरिक भइदिनु हुन सम्माननीय प्रधान न्यायाधीशज्यूलाई अनुरोध गर्दछु। सम्माननीय प्रधान न्यायाधीशज्यूको परिवारज्यूहरू अगाडि आइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। सम्माननीय राष्ट्रपतिज्यूको अनुमतिले आजको यस शपथ ग्रहण कार्यक्रम यही सम्पन्न भएको जानकारी गराउँदछु। साथै यसपछिको चियापानमा सरिक भइदिनु हुन सम्पूर्ण विशिष्ट महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।